आमाको माया त्यो सुगन्ध हो जुन सधैँ हाम्रो आत्मामा रहन्छ। जीवनका यी प्रत्येक पाइलाहरूमा आमासँगै हिँडिरहेको आभास हामीहरूलाई हुन्छ। नमस्कार, म नवीन स्मृति गौतम, यहाँहरूको सुख दुःखको साथी। आज हामी यहाँहरूलाई काठमाडौँको कलङ्की चोकमा सुन्तला बेच्ने एकजना वृद्ध आमा माया देवीको कथा सुनाउन गइरहेका छौँ। ती वृद्ध आमा माया देवीका कोही थिएनन् यो संसारमा। उनी त्यो वृद्ध अवस्थामा एक्लै काठमाडौँको त्यो कलङ्की चोकमा दिनदिनै सुन्तला बेचेर आफ्नो गुजारा चलाउने गर्थिन्। यसै क्रममा एक दिन त्यही कलङ्की चोकमा जब उनी सुन्तला बेचिरहेकी थिइन्, एकजना त्यही कलङ्की चोकमा बस्ने एकजना रमेश, जो सधैँ त्यही बाटो भएर आफ्नो अफिसको लागि जाने गर्थे, उनी सधैँ फर्कँदाखेरि, अफिसबाट फर्कँदाखेरि तिनै आमाको त्यो ठेला गाडामा राखिएका सुन्तलाबाट आमासँग सुन्तला किनेर सधैँ जाने गर्थे। तर रमेशको एउटा अचम्मको बानी के थियो भने, उनी सुन्तला किन्नुभन्दा अगाडि आमासँग त्यहाँ भएका सबै सुन्तलाहरूमा सबैभन्दा राम्रो कुन छ भनेर सोध्ने गर्थे। अनि एक दुईवटा सुन्तलालाई खोल्स्याएर चाख्ने गर्थे। अनि चाख्दाखेरि यो चाहिँ मिठो छैन आमा भनेर अर्को पनि माग्थे अनि अर्को पनि चाख्थे। यसरी एक दुईवटा सुन्तला चाखिसकेपछि मात्रै उनले सुन्तला किनेर लिने गर्थे। यस्तो अनौठो उनको बानी थियो र आमालाई पनि अनुभूति थियो कि अब चाख्न चाहन्छ यो बाबुले, ठिकै छ, ग्राहक पनि त्यति आइरहेका छैनन्, नबिक्नु भन्दा त यसो एक दुईवटा त्यतिकै बिग्रिएर गए पनि केही फरक पर्दैन, त्यसैमा यी बाबुले चाखेरै लिन्छु भन्छन्, केही समस्या छैन भन्दै आमा पनि खुसी हुँदै उनलाई सधैँ सुन्तला चाख्न दिनुहुन्थ्यो। र ती रमेश पनि सुन्तला चाखिसकेपछि मात्रै ती सुन्तलाहरू लिएर आफ्नो बाटो लाग्ने गर्थे। त यसै क्रममा एक दुई दिन बित्दै गयो यो क्रमशः, र एक दिन तिनै रमेश आफ्नो श्रीमतीसँगै त्यही चोकबाट अगाडि जाँदै थिए र उनले फेरि ती आमालाई सुन्तला बेचिरहेको देखिसकेपछि आफ्नी श्रीमतीसँगै आमासम्म पुगे र फेरि ती सुन्तला चाख्दै जुन मिठो छ त्यो सुन्तला आमालाई प्याक गर्न लगाएर 2 किलो सुन्तला लिएर उनी आफ्नो घरको बाटोतर्फ लागे। त्यसरी दिनहरू क्रमशः बित्दै थिए। ती आमा पनि दिनहुँ जसो कलङ्की चोकमा आएर एउटा सानो ठेला गाडामा सुन्तला राखेर बेच्दै आफ्नो जीविकोपार्जन चलाइरहनु भएको थियो। र केही दिन पछाडि तिनै रमेश फेरि त्यही बाटो हुँदै अफिसबाट फर्कँदै थिए र संयोगवश त्यो दिन उनीसँग उनकी श्रीमती पनि थिइन्। र फेरि त्यही चोकमा आइसकेपछि, आमाको त्यो ठेला गाडामा आइपुगिसकेपछि ती रमेशले फेरि सुन्तला यताउता नजर लगाउन थाले, हेर्न थाले र चाख्दै एक दुईवटा सुन्तला चाखिसकेपछि सुन्तला आमालाई 2 किलो सुन्तला तयार गरिदिनुको लागि अनुरोध गरे। त यो कुरा देखिसकेपछि रमेशकी श्रीमतीलाई भित्रभित्रै रिस उठिरहेको थियो। कस्तो खालको मान्छे हुनुहुन्छ, यत्रो दिनदेखि त मैले केही पनि भनिरहेको थिएन, तर जहिले पनि सुन्तला किन्दाखेरि एक दुईवटा खोल्स्याएर चाख्नुहुन्छ, त्यो त्यतिकै त्यहीँ छोडिदिनुहुन्छ, अनि आमालाई कति नोक्सान हुन्छ होला, बिचरा यति वृद्ध अवस्थामा बेच्न बसिरहनु भएको छ यो सडकको गल्लीमा धुलो धुवाँ खाएर, र मेरो श्रीमान चाहिँ सधैँ एक दुईवटा सुन्तला चाखेर त्यो सुन्तलालाई बर्बाद गर्नुहुन्छ अनि त्यसपछि मात्रै सुन्तला लिनुहुन्छ। यस्तो कुरा मनमा उठिसकेपछि रमेशकी श्रीमतीले रमेशलाई गाली गर्दै भनिन्, तपाईँ कस्तो मान्छे, यो आमा बिचरा यो धुलो धुवाँमा बसेर यत्रो गर्मीमा बसेर सुन्तला बेच्दै हुनुहुन्छ, तपाईँ भने सधैँ सुन्तला किन्दाखेरि एक दुईवटा चाखेर मात्रै किन्नुहुन्छ, त्यो त्यतिकै खराब भएर जान्छ, त्यहीँ छोडिदिनुहुन्छ, आमालाई कति नोक्सान हुन्छ होला, कति घाटा हुन्छ होला, कस्तो खालको मान्छे तपाईँ त भो, यो सुन्तला तपाईँ अब आफै किन्नुहोस् भनेर उनी रिसाउँदै बाटोतर्फ अगाडि बढिन्। तर रमेशले सम्झाउँदै आफ्नो श्रीमतीलाई भने, तिमीलाई म यसको रहस्य घर पुगेपछि भन्छु, अहिले नरिसाऊ, अब 2 किलो सुन्तला चाहिँ आमाले प्याक गर्दै हुनुहुन्छ, हामी लिएर जान्छौँ भनेर सम्झाएपछि आमाले 2 किलो सुन्तला फटाफट एउटा प्लास्टिक ब्यागमा प्याक गरिदिनु भयो र त्यसपछि रमेशका 2 जना पनि सुन्तला लिएर आफ्नो घरको बाटोतर्फ लागे। र बाटोमा कुरा गर्दै रमेशले आफ्नो श्रीमतीलाई भने, हेर श्रीमती, वास्तवमा तिमी मसँग आज निकै रिसायौ
तर कुरा के हो भने ती वृद्ध आमा सधैँ त्यही चोकमा बसेर सुन्तला बेच्नुहुन्छ, त्यहीँबाट गुजारा गर्नुहुन्छ। तर मैले नोटिस गरिरहेको हुन्छु आमाले आफ्नो लागि सुन्तला कहिल्यै खानु हुँदैन, आफ्नो लागि छुट्याएर कहिल्यै पनि सुन्तला राख्नु हुँदैन। सधैँ बेच्नमै प्रयास गरिरहनुहुन्छ ताकि सुन्तला बिक्री होस् अनि त्यहाँबाट आएको पैसाले आफ्नो घरमा सरसामानको जोहो गर्न सकियोस्, त्यहीँबाट गुजारा चल्न सकोस् भन्ने हेतुले आमाले कहिल्यै पनि आफ्नो लागि सोच्नुहुन्न, आफ्नो लागि सुन्तला खानु हुँदैन। त्यसैले म सधैँ सुन्तला किन्दाखेरि चाख्ने बहानामा ती सुन्तलाहरूलाई खोल्स्याएर त्यहीँ राखिदिन्छु चाखे जस्तो गरेर, ताकि आमाले त्यो सुन्तला खानुहुन्छ। म गइसकेपछि जब म त्यो पसलबाट सुन्तला लिएर जान्छु त्यसपछि आमाले त्यो सुन्तला आफै खानुहुन्छ। यदि मैले यसो नगर्ने हो भने आमाले आफूले आफैलाई सम्झेर आफ्नो स्वास्थ्यलाई सम्झेर सुन्तला कहिल्यै पनि खानु हुँदैन। वास्तवमा यी सबै सुन्तलाहरू अति नै मिठा छन्, चाख्न नै पर्दैन, सबै सुन्तलाहरू मिठा नै हुन्छन्। तर त्यो आमाको लागि मैले उहाँको लागि छुट्याएर ती सुन्तलाहरू राखिदिएको हुन्छु खोल्स्याएर, ताकि आमालाई खोल्स्याउनु पनि सहज, फेरि खोल्स्याउन नपरोस्, त्यो सहजै रूपमा सुन्तला खान सक्नुहुन्छ भन्ने हेतुले मैले त्यो सुन्तला चाख्ने बहानामा आमाको लागि भनेर छुट्याइदिएको हुन्छु। र यही हेतुले मैले सधैँ आजसम्म जति पनि तिमीले देख्यौ यसको लागि मैले यस्तो गरेको हो भनेर श्रीमतीलाई सम्झाएपछि श्रीमती पनि निकै खुसी हुँदै श्रीमानलाई धन्यवाद दिँदै मनमने विचार गर्थिन्। वास्तवमा मनमने विचार गर्छिन्, वास्तवमा मेरो श्रीमान कति राम्रो सोचको हुनुहुन्छ, कति ज्ञानी हुनुहुन्छ, कति दयालु स्वभावको हुनुहुन्छ। त वास्तवमा साथीहरू यो त एउटा कथा हामीले यहाँलाई सुनाएका थियौँ र यो कथाबाट लिनुपर्ने सन्देश भने निकै मार्मिक रहेको छ। जब हामी कुराहरूलाई खोसेर खान्छौँ, खानेकुराहरूलाई अरूको हातबाट छिनेर खान्छौँ, यसबाट हामी कसैको पेट भरिँदैन। तर जब हामी खानेकुरालाई बाँडेर खान्छौँ, एक आपसमा प्रेम र करुणाले सद्भावले बाँडेर खान्छौँ, जब हामी प्रेमले खान्छौँ, जब हामी आदरले एकले अर्कालाई बाँडेर खान्छौँ, यो खानाबाट सबैको पेट भरिन्छ। अनि जब हामी यो माया, करुणा र सद्भाव जब हामी एक आपसमा सेयर गर्छौँ, जब एक आपसमा बाँड्छौँ, यसले हामी सबैमा खुसीको आनन्द अनुभूति हुन्छ र हामी सबैलाई त्यो खुसीको पलको अनुभूति हुन्छ र हामी सबैजना खुसी हुन सक्छौँ। यो सुमधुर शान्त बिहानीमा आज हामीले सुनाएको यो कथाले पक्कै पनि यहाँहरूलाई एउटा निकै गहिरो सन्देश पुगेको हुनुपर्छ भन्ने हामीले विश्वास लिएका छौँ र यही श्रुति मधुर सन्देश पनि हामी यहाँहरूको माझमा छोड्दै आजको यो विशेष एपिसोडबाट आज्ञा चाहन्छौँ। नमस्कार, जय नेपाल। तिमी बिना यो जीवन शून्य जस्तै लाग्छ आमा, तिमी बिना यो जीवन शून्य जस्तै लाग्छ आमा, तिमी सँगै हुँदा यही स्वर्ग जस्तै लाग्छ आमा, तिमी सँगै हुँदा यही स्वर्ग जस्तै लाग्छ आमा।